विश्वकै महँगो र दुर्लभ घरपालुवा बिरालोको मूल्य 23 लाख रुपैयाँभन्दा बढी पर्दछ। विश्वमा यस्ता बिरालो मात्र 30 वटा मात्र छन्। जङ्गली काराकाल र एब्सिनियन प्रजातिका बिरालोलाई क्रस ब्रिड गरेर यो बिरालो तयार गरिन्छ। यसलाई काराक्याट नाम दिइएको छ। जङ्गली काराकाल प्रजातिको बिरालोलाई धेरै अघिदेखि नै शौकको रूपमा पालिँदै आएको हो। यसको सुन्दरताको लागि यसलाई राजा महाराजाहरूले पाल्ने गरेका थिए। चीनका राजा महाराजाहरूले कसैलाई उपहार दिनु परे यही बिरालो दिने गरेका थिए। तर लामो समय मानिससँग पनि जङ्गली काराकाल प्रजातिका बिरालो हिंस्रक हुने हुँदा सन् 2007 देखि क्रस ब्रिड गरेर क्याराक्याट बनाउन थालिएको हो। 50 सेन्टिमिटरसम्म लामो हुने यो बिरालो 15 केजीसम्म हुने गर्छ। उता जङ्गली काराकाल भने 13 केजीसम्म हुन्छन् भने यसलाई ब्रिड गरिने एब्सिनियन प्रजातिका बिरालो मात्र 4 केजीको हुन्छ। यसरी ब्रिड गरेर बनाइएको क्याराकाटमा खाना नपस्ने, रेबिसको सुई लगाउँदा मर्ने लगायतको समस्या देखिए पनि बिरालोको शौक लाग्नेहरूले यसलाई नजरअन्दाज गर्दै आइरहेको अनास्टासिया टिमोकिनाले बताइन्।